मानिसहरूले नयाँ र पुरानाका कुरा गरेका छन्। के हो नयाँ? कमरेडहरूले घर घरमा टोल टोलमा गएर जनतालाई बुझाउनु पर्ने छ, आफ्ना साथीभाइ देशभित्र बाहिर रहेकालाई। के हो नयाँ, के हो पुरानो? नयाँ र पुरानोको निदो विचारले गर्छ, एजेन्डाले गर्छ, सङ्घर्षले गर्छ। गणतन्त्रभन्दा नयाँ कसैले विचार ल्याएको छ देशमा? आजको सबभन्दा नयाँ भनेको गणतन्त्र हो। त्यो गणतन्त्रको नेतृत्व हामीले गरेको, नेपाली कम्युनिस्ट पार्टीले गरेको थियो। सबभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी छ। खास चुनाव क्षेत्रमा निकै ठुलो भिडन्त भनेर चाहिँ सोसियल मिडियामा आउने गरेको छ। त्यही क्षेत्रको साथीहरूले भने भिडन्त अरूहरूको भनिएको छ, चुनाव हामी जित्दैछौँ। विचार गर्नु होला, भिडन्त अरू ठुल्ठुला नाम भनिएका छन्, प्रधानमन्त्री फलानु रे, ऊ हुने रे, ढिस्कानु भनेर भनिएको छ। भित्रबाट चुनाव हामी जित्दैछौँ भनेर तथ्याङ्क देखाउनु भयो। अहिले म ती सबै नाम भन्दिनँ, नत्र फेरि ठुल्ठुलो षड्यन्त्र हुन्छ कि भन्ने डर पनि छ। त्यसकारण यो पटक हामीलाई अवसर आएको छ, गुम्न नदिउँ। हामी सबैले आफ्ना नातागोता सबै, छरछिमेक सबै, देशभित्र र बाहिर भएका सबैलाई पनि हामीले जोड्नको लागि भोलिन्टियरली, स्वेच्छाले मेहनत गरौँ। हाम्रो जितको एउटा ठुलो अवसर हामीलाई यति बेला आएको छ। यो अवसर गुम्न नदिउँ। निर्वाचन परिचालनसँग सम्बन्धित कामहरू अगाडि बढ्दै थियो। सल्यान जिल्लामा कमरेड प्रकाश ज्वालाको नेतृत्वमा सिङ्गो टिम एकताबद्ध भएको देखेपछि मैले सल्यानमा चुनाव जित्यो भन्ने ठानेको थियो। आज कमरेड प्रकाश ज्वालाले जुन सठिक रूपमा यहाँ विषय राख्नुभयो, भन्नुपर्ने सबै कुरा छोटोमा कमरेड प्रकाशजीले राखिसक्नु भएको मैले महसुस गरेको छु। म कमरेड प्रकाश ज्वालालाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु। तपाईले एउटा राजनैतिक परिपक्वता राम्रैसँग प्रदर्शित गर्नुभयो र पार्टी लिडरसिपको भरोसा र विश्वासलाई तपाईले राम्रोसँग जित्नु भयो। त्यसको लागि पनि म धन्यवाद भन्न चाहन्छु। कमरेड रमेश मल्लले संक्षिप्तमा भए पनि आफ्नो प्रतिबद्धता यहाँ व्यक्त गरिसक्नु भएको छ र उहाँलाई विजयको अग्रिम शुभकामना भन्न चाहन्छु। सायद मलाई यहाँ साथीहरूले भन्दै हुनुहुन्थ्यो, सल्यान जिल्लामा काठमाडौँको विभिन्न पेसा व्यवसायमा बसेका सल्यान जिल्लाका यति धेरै कार्यकर्ता र समर्थक जुटेको यो पहिलो अवसर हो भन्ने पनि मैले सुने। तपाईहरू सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु, बधाई भन्न चाहन्छु। निर्वाचनकै कुरा गर्दा त हामीले निर्वाचन जितिसकिएको र घोषणा गर्न मात्रै बाँकी रहेको भन्न सकिन्छ। तर जबसम्म हामीले त्यो जनमतलाई मतपेटिका भित्र राख्ने र त्यसको परिणाम ननिक्लिँदासम्म हामीले आफ्नो सतर्कता र मेहनत कमजोर गऱ्यौँ भने खेल धेरै हुन सक्छ। त्यसकारण तपाईहरू सबैलाई म विशेष रूपले जनमतलाई मतपेटिकाबाट सुरक्षित रूपले परिणाम घोषणा नहुँदासम्म तपाईँ हामी सबै सतर्क रहनुपर्ने, सक्रिय रहनुपर्ने, सबैले आफ्नो मेहनत दिनदिनै बढाउँदै लानुपर्ने आवश्यकता छ। म त्यसको निम्ति तपाईहरू सबैलाई पार्टीको तर्फबाट, केन्द्रको तर्फबाट निर्देशित गर्न चाहन्छु। सल्यान जिल्ला आफैमा एउटा महत्त्वपूर्ण जिल्ला हो। चाहे हिजोको कालखण्डमा होस् या आज, हरेक दृष्टिकोणले सल्यान जिल्ला राष्ट्रिय रूपमा परिचित जिल्लाभित्र पर्छ। राजनैतिक नेताहरूको जन्मको दृष्टिकोणले, विकासको दृष्टिकोणले होस् या सांस्कृतिक हिसाबले उन्नत जिल्लाको रूपमा होस् या कृषि क्षेत्रमा पनि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हिसाबले होस्, सल्यानको आफ्नो मौलिक पहिचान कायम भएको छ। मैले पटक पटक सल्यानमा जाने र त्यहाँको वस्तुस्थितिलाई नजिकबाट बुझ्ने मौका पाएको छु र सल्यान जिल्ला 77 जिल्लामध्ये एउटा आफ्नो अलग पहिचान, अलग इतिहास, अलग संस्कृति भएको जिल्ला हो।
नेताको कुरा गर्ने भने धेरै नेताहरू जन्माएको छ सल्यानले। कलाकारको कुरा गर्ने हो भने पनि थुप्रै कलाकारहरू चाहिँ सल्यान जिल्लाले जन्माएको छ। त्यस दृष्टिले पनि यो समृद्ध जिल्ला छ। अहिले मैले धेरै लामो व्याख्या गर्नु छैन, 2 बजे म अर्को कार्यक्रममा पुगिसक्नु पर्ने थियो, तर तपाईहरुले मलाई यहाँ आकर्षित बनाइराख्नु भयो, बसिराख्न पारिराख्नु भयो, त्यसको लागि तपाईहरुलाई धन्यवाद छ। कमरेडहरू, अब यो पटकको चुनाव हामी सबैले थाहा पाएका छौं, यो निरन्तरताको चुनाव होइन, यो सामान्य अवस्थाको निर्वाचन पनि होइन। यो देशमा जेनजी आन्दोलन र 24 गतेको विध्वंसपछि देखा परेको असाधारण जटिल राजनीतिक परिस्थितिका बीचमा सम्पन्न हुन गएको चुनाव हो। राष्ट्र सङ्कटमा परेको बेलामा यसलाई सङ्कटबाट पार लगाउनको लागि सबभन्दा पहिला हाम्रो पार्टीले नै पहल गर्यो। कमरेड माधव कुमार नेपाल र मैले 26 गते रातभर धेरै मेहनत परेको छ हाम्रो। कम्तीमा पनि अर्को दुर्घटना तुरुन्तै हुन नपाओस्, देशले एउटा सहज निकास प्राप्त गरोस् भनेर हामीले धेरै मेहनत गर्यौं र अहिले देश निर्वाचनतिर गएको छ। र सुरुमा निर्वाचनप्रति थुप्रै प्रश्नहरू उठे। कयौं पार्टीहरूले निर्वाचनप्रति नकारात्मक धारणा पनि व्यक्त गरिराखे। कयौंले सर्वदलीय सरकारको कुरा गरे, कयौंले संसद पुनर्स्थापनाको कुरा गरे, तर हामीले भन्यौं आजको देशको जटिल परिस्थितिमा सबभन्दा राम्रो विकल्प निर्वाचन नै हो, जसले गर्दा राजनीतिक दलले आफ्ना विचार र मान्यताहरू जनताको बीचमा राखेर नयाँ ढङ्गले अनुमोदित हुने अवसर प्राप्त गर्छन् र देशलाई राष्ट्रिय रूपले एकताबद्ध गर्ने र राजनैतिक रूपले एउटा निकास दिने माध्यम त्यो मात्रै हुन सक्छ। हामीले भनिराख्यौं। आज हामीलाई खुसी र गर्व छ। अब सिंगै राष्ट्र, सबै राजनीतिक दलहरू, नागरिक समाज, सबै जनसङ्गठनहरू र आम जनता पनि अब निर्वाचनमा केन्द्रित भइसकेको स्थिति छ। राज्यका सबै अङ्गहरू पनि निर्वाचन सफल पार्ने प्रक्रियामा अगाडि बढेका छन्। हामीलाई खुसी छ कि त्यो प्रक्रियातिर देशलाई डोर्याउनेमा एकचोटि फेरि हाम्रो पार्टीले भूमिका खेल्ने अवसर प्राप्त गर्यो। हामीलाई खुसी र गर्व छ, राष्ट्र सङ्कटमा परेको बेलामा देशका तमाम वामपन्थी, कम्युनिस्ट र समाजवादीहरूलाई एकताबद्ध गरेर नयाँ सिराबाट अगाडि बढ्ने हामीले सङ्कल्प लियौं। त्यही प्रक्रियामा नेपाली कम्युनिस्ट पार्टी बन्यो। अस्तिसम्म आउँदा 25 वटा घटक अहिले नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध भइसकेका छन् र हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने क्रम दिन प्रतिदिन बढ्दो छ। त्यसकारण हामी सबै यसमा गौरवान्वित भएका छौं र अहिले परिस्थिति जसरी अगाडि बढ्दैछ, तपाईँ हामी सबैले मेहनत गर्यौं भने र आजका दिनदेखि हामी सक्रिय भएर निर्वाचन आउन अब 26 दिन मात्रै बाँकी छ। हामीले प्रचार गर्ने अवधि यसभित्र गर्यौं भने म के देखिराखेको छु र मैले भनिराखेको छु भने नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना छ। त्यसकारण म तपाईँ सबै कमरेडहरूलाई यो कुरालाई गहिरो गरी आत्मसात गरेर आफ्नो ठाउँबाट सक्रियता र पहल कदमी बढाउन निर्देशित गर्न चाहन्छु। मानिसहरूले नयाँ र पुरानाका कुरा गरेका छन्। के हो नयाँ? कमरेडहरूले घर घरमा टोल टोलमा गएर जनतालाई बुझाउनु पर्ने छ, आफ्ना साथीभाइ देशभित्र बाहिर रहेकालाई के हो नयाँ, के हो पुरानो। नयाँ र पुरानोको निदो विचारले गर्छ, एजेन्डाले गर्छ, सङ्घर्षले गर्छ। गणतन्त्र भन्दा नयाँ कसैले विचार ल्याएको छ देशमा? आजको सबभन्दा नयाँ भनेको गणतन्त्र हो। त्यो गणतन्त्रको नेतृत्व हामीले गरेको, नेपाली कम्युनिस्ट पार्टीले गरेको थियो। सबभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी छ। महिलालाई, दलितलाई, आदिवासी जनजातिलाई, सबै उत्पीडित क्षेत्र समुदायलाई, मधेसी मुस्लिम थारूलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा कसैले ल्याएको छ? म चुनौतीका साथ भन्न चाहन्छु आफूलाई नयाँ भन्नेहरूलाई, के
हो तपाईँहरूको नयाँ नारा, के हो तपाईँहरूले ल्याएको नयाँ मुद्दा? सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ केही छ? 72 को संविधानभन्दा नयाँ केही छ? अनि त्यो नयाँ आन्दोलन र नयाँ मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर तपाईँहरूले जे भनिराख्नु भएको छ, सबभन्दा पुरानो तपाईँहरू हो भन्ने मेरो आरोप छ। तपाईँहरू उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाग लगाउने। त्यसकारण म सबै कमरेडहरूलाई भन्न चाहन्छु, नयाँ हामी हो, गर्वको साथ भन्नुहोस्। गणतन्त्रभन्दा नयाँ नेपालमा अहिले केही पनि छैन। सङ्घीयताभन्दा नयाँ, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायलाई अधिकार र पहिचान दिने भन्दा नयाँ मुद्दा अरू केही पनि छैन नेपालमा। तर नयाँ हामी हो, देशको नेतृत्व हामीले गर्ने हो भन्ने कुरा आत्मसात गर्दै विश्वासको साथ र दृढताको साथ भन्नुपर्ने आवश्यकता छ। यो राष्ट्रको निम्ति र जनताको बृहत्तर हितको निम्ति हामीले राष्ट्रिय एकता प्रवर्धन गर्ने, आन्दोलनलाई अझ सशक्त बनाउने र देशका विरुद्ध र जनताका विरुद्ध भइरहेका विभिन्न खालका चलखेल र षड्यन्त्रलाई परास्त गर्ने ऐतिहासिक जिम्मेवारी तपाईँ हाम्रो काँधमा छ, नेपाली कम्युनिस्ट पार्टीको काँधमा छ। हामीले नेपाली कम्युनिस्ट पार्टी नाम त्यत्तिकै राखेको होइन, सबै खाले पुच्छरवादको अन्त्य गरौँ। पुच्छर झुन्ड्याएर पहिचान गर्नुपर्ने कम्युनिस्ट हुन सक्दैन भन्ने निष्कर्षमा पुगेर नेपाली कम्युनिस्ट पार्टी नै सबैलाई मिल्ने नाम हो भनेर राखिएको हो। तारा चुनाव चिन्ह पनि अन्तर्राष्ट्रिय रूपमा पनि एउटा प्रतीक, इतिहास, भूगोल र प्रकृतिमा पनि एउटा प्रतीकको रूपमा स्थापितलाई हामीले तारा भनेको हो। त्यसकारण तपाईँ सल्यानवासी सबै कमरेडहरू र हाम्रा समर्थक शुभचिन्तक जनसमुदायसँग म विशेष रूपले अपिल गर्न चाहन्छु, तपाईँहरूले यो पटक रिकर्ड बनाउनु पर्ने छ। चुनाव जित्ने कुरा त करिब निश्चित भएको छ, तपाईँहरू सबैले पनि त्यो भाव व्यक्त गरिसक्नु भएको छ। तर रिकर्ड सहित चुनाव जित्ने कुरा र समानुपातिक तर्फ पनि सल्यानले आफ्नो तर्फबाट योगदान गरेर नयाँ सिट थप्ने कुराको महत्त्व पनि त्यति नै धेरै छ। त्यहाँ समानुपातिक तर्फ हेला नगर्नु होला। समानुपातिकको चाहिँ मतका लागि पनि त्यसरी नै अभियान चलाउन पर्ने आवश्यकता छ। त्यसको लागि पनि म कमरेडहरूलाई विशेष रूपले निर्देशित गर्न चाहन्छु। देशैभरिको स्थिति हेर्दा हामीले चाहे बन्द सूची बनाउँदा होस्, चाहे प्रत्यक्ष तर्फको होस्, एकाध ठाउँ बाहेक हामीले समग्रमा सफलताका साथ एउटा सन्देश दिने गरी नै टुङ्ग्याएका छौँ। अहिले देशैभरि एउटा लहर जस्तो देखा परेको छ। आज बिहान मात्रै मलाई केही साथीहरूले खास चुनाव क्षेत्रमा निकै ठुलो भिडन्त भनेर चाहिँ सोसियल मिडियामा आउने गरेको छ। त्यही क्षेत्रको साथीहरूले भने भिडन्त अरूको भनिएको छ, चुनाव हामी जित्दैछौँ। विचार गर्नु होला, भिडन्तहरू ठुल्ठुला नाम भनिएका छन्, प्रधानमन्त्री फलानु रे, ऊ हुने रे, ढिस्कानु भनेर भनिएको छ। भित्रबाट चुनाव हामी जित्दैछौँ भनेर तथ्याङ्क देखाउनु भयो। अहिले म ती सबै नाम भन्दिनँ, नत्र फेरि ठुल्ठुलो षड्यन्त्र हुन्छ कि भन्ने डर पनि छ। त्यसकारण यो पटक हामीलाई अवसर आएको छ, गुम्न नदिउँ। हामी सबैले आफ्ना नातागोता सबै, छरछिमेक सबै, देशभित्र र बाहिर भएका सबैलाई पनि हामीले जोड्नको लागि भोलिन्टियरली, स्वेच्छाले मेहनत गरौँ। हाम्रो जितको एउटा ठुलो अवसर हामीलाई यति बेला आएको छ, यो अवसर गुम्न नदिउँ। मैले सल्यानमा जब साथीहरू सबै एकताबद्ध भएर गएको देखेँ, मलाई सुरुमा अलिअलि थोरै चिन्ता पनि थियो। त्यहाँका सिनियर लिडरहरू एकताबद्ध भएर नजाने पो हुन् कि भन्ने थियो। तर तपाईँहरूले, सल्यानका नेता साथीहरूले मेरो चिन्तालाई राम्रैसँग निवारण गरिदिनु भयो। एक ढिक्का भएर तपाईँहरू अगाडि आउनु भएको छ र मलाई विश्वास छ सल्यानले यो पटक रिकर्ड बिट गर्छ र तपाईँहरूले देशैभरि एउटा सन्देश दिनुहुनेछ, यो विश्वास म व्यक्त गर्न चाहन्छु। र म कमरेड रमेश मल्ल, हुन त मसँग
केही वर्ष सँगै बसेर पनि मैले हेरेँ, तर मसँग बसेको हुनाले मात्रै टिकट पाएको हो कि भनेर कोहीले भन्न खोज्छन्। त्यो होइन, उहाँको आफ्नै सक्रियता, क्षमता र अनुभवले उहाँलाई टिकट दिनै पर्ने अवस्था आएको हो। मसँग बसेको हुनाले टिकट पाएको भन्ने मसँग त धेरै बसेका छन्, सबैले टिकट पाएछन्। र त्यसकारण यो कुरालाई पनि ख्याल गरौँ। र फेरि एकचोटि म प्रकाशजी, टेकबहादुर जस्ता सिनियर लिडरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले राजनैतिक परिपक्वता प्रदर्शन गरेर पार्टीलाई अझ एकताबद्ध गर्न जो मेहनत गर्नुभयो त्यसको लागि धन्यवाद भन्दै, र 5 कुने तारा हाम्रो चुनाव चिन्ह निकै छिटो देशभरि स्थापित भइसकेको छ।